अहिले बिहानको कति बजेको छ 6:13 देखाएको छ अब हाम्रो सुरु सोड्ने औजारहरु चाहिँ लाइन लाएर राखेको छ। हामी गाडीबाट निस्केर यहाँबाट हाम्रो हिँड्ने कार्यक्रम सुरु भएको छ। अब हामी यहाँबाट 9.5 किलोमिटर हिँड्दै मास्तिर लाग्नेछौँ। कता हो लगेज बुढाउँदै सहरतिर ल राम्रोसँग जानुहोस् शुभयात्रा। मिटर आएछ र
स्नो भेट्यो है बाटोमा लुक्स एक्साइटेड लास्टै खुट्टा गाडिँदो रहेछ हो यस्तोमा त्यो माथि देखेको डाँडा छ नि त्यही हो स्नो माउन्टेन अब हामी उक्लिँदै जानुपर्ने छ यो डाँडो उक्लिँदै हेलो सर Hello. So slippery. बी केयरफुल हामी चाहिँ अहिले अस्ट्रेलियाको टपमा पुगिसकेछौँ यहाँको दृश्यहरू कति रमाइलो छ ल हेर्दै जानुहोस् है त सरले चाहिँ घरबाट प्रोटिन लिएर आएर कोकोनट वाटरमा मिसाएर खाँदै हुनुहुन्छ वर्कआउट नगरे पनि प्रोटिन खानुपर्छ भनेर त्यस्तो व्यवस्था छ वर्कआउट त भइसक्यो त त्यत्रो हिँड्या अनि सरलाई कस्तो लागिरहेको त टप अफ द अस्ट्रेलिया आउँदाखेरि हामी चाहिँ माथि बसेर एकछिन रमाइलो गरेर भ्यूहरू हेर्दै खाजा लगेका थियौँ खाजा खाएर अब हामी फर्किँदैछौँ बस्नुपर्छ सेकार खुट्टा ओइ तर पानी छिर्नु होला त यो ठिक छ सेन्सेसनै खान पाउने जस्तो भइसक्यो जुत्ता खोलेर सिकाउने त्यहाँ बस्यो अलि बसेर खान माथि किन जानुपर्छ तल यसै भिजे उसै भिजे होइन हो यही गर्न त आएको जुत्ताले बुट जुत्ता लाएर आउनु पर्ने छ कि छैन भोलि सरको बिहानै गएको होइन बिहानै सिकाइदिने हो क्या पक्री बोल्दै के हान्नु जोलाई बोला नि मक्क गरेर आइहाल्छ नि त जोलाई बोला नि मक्क गरेर आइहाल्छ पनि सिकाउँदाखेरि बिजे पनि सिकै छ भनिदिनु कि
डिजे पनि सिक्छ भने भने ए त खेल्छेर पनि जाने हो क्या सिक्दा म अहिले नाकबाट चिकन दिइसक्यो मलाई त गरिब होइन हामीले नयाँ बाटो बनाइराखेर अब हामी यताबाट आउनुपर्छ कहिले आइन्छ भन्ने कुरो कहिले आयो भने ट्रेनमा साइकल यहीँसम्म ल्याएर छ नि डोराएर पनि ल्याएर आउने कि तर उताबाट 1.5 है जम्मा 750 लेक कोटाम्पा लुकआउट रहेछ त्यहाँ अनि 5.5 किलोमिटर 1 hour 30 minutes त्यतिकै होइन तर हाम्रो त 9.3 किलोमिटर गाडी मर लाग्ने अहिले अहिले के लेख त्यो त्यहाँ त्यो फोटोमा देखा नि 15 मिनट भनेर अघि भनेको लेक यही नै रहेछ र हामीलाई धेरै टाढा जानु परेन त्यहाँ जानु पनि परेन र अब हामी यहीँबाट हेर्छौँ अनि यहीँबाट हामी फर्किन्छौँ हामी त्यो लेकबाट पनि फर्किसकेका छौँ र अहिले हामी आधी बाटोभन्दा तलसम्म हिँडेर आइसकेको छौँ